गुड मर्निङ एभ्रिवान वेलकम टु माई अनदर न्यू भिडियो। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ म बिहान बिहानै तपाईँहरूलाई होम टुर गराउँदैछु। अनि यहाँ मेरो मम्मी चाहिँ के गर्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ अचारको बट्टा प्याक गर्दै हुनुहुन्छ, किनभने आज म झापा जाँदैछु। अनि यसरी त्यही भएर लास्ट भिडियो यसो देखाउन त एकचोटि भनेर चाहिँ म होम टुर टाइपको गराउँदैछु अहिले चाहिँ तपाईँहरूलाई। अब म छोडेर जाँदैछु कति महिनाको लागि भन्दै रुन पनि मन लाग्छ। अनि मम्मीले ल्याइसक्नुभयो छोरीले लान्छे भनेर आफ्नो घरमा फलेको काँक्रा। यो चाहिँ सेकेन्ड फलेको थियो होला नि। म पनि नुहाइ गरेर आइसकेको छु। हल्का मेकअप गर्न बाँकी छ। अनि बाबा चाहिँ यहाँ बिहानै दारी काट्दै हुनुहुन्थ्यो, भरे स्कुल जान हतार हुन्छ भनेर बिहान बिहानै काट्दै हुनुहुन्छ नि त। सो फाइनली म चाहिँ चिया खान्छु घरको। अनि टिलेको घाम पनि लागेको थियो मेरो अनुहारमा, अनि मेरो अनुहार टल्किरहेको छ। अनि एकैचोटि ट्रान्सलेसन हुन्छ, एकैचोटि झापाको रुममा। हेर त गर्मीले मेरो हालत भइसक्यो होइन, बल्ल बल्ल आएको। ओहो के हो चमक त फाल्टै छ त। अनि मेरो रुम चाहिँ यस्तो थियो होइन। म आउँदाखेरि मैले सिनिक नै पारेर हिँडेको थिएँ हिँड्न चाहिँ। अनि यस्तो छ मेरो प्लान्टको हालत भएछ, यहाँ कुहिएछ। अनि मैले चाहिँ आउने बित्तिकै हत्त न पत्त खाना बनाइहालेँ, किनभने खाना मलाई भोक पनि लागिरहेको थियो। अनि खाना बनाएर खाइसकेपछि चाहिँ ढुक्क हुन्छ। अनि एकचोटिले म सरसफाइहरू गर्ने कामहरू गर्छु भनेर म चाहिँ हतार हतार खाना बनाउन थालेँ। अनि मैले चाहिँ सब्जी चाहिँ घरैबाट कट्टर काटेर ल्याएको थिएँ। अनि त्यही भएर मलाई सजिलो भयो, सब्जी केही ल्याउनु पनि परेन। अनि पानी यति ठुलो दर्क्यो, मलाई पानीले स्वागत गरेको छ। अनि म सरसफाइ कार्यक्रममा अगाडि बढिसकेको छु अब। अनि त्यसपछि पानी परेर नि के गर्नु, मलाई गर्मी पनि भइरहेको थियो। अनि पानी मस्त परो भनेर म चाहिँ बाहिरतिर पनि यसो हेर्दै बसिरहेको थिएँ। सो अब चाहिँ म लाग्छु मेरो कोठाको सरसफाइ। अनि त्यहाँनिर चाहिँ कमिला र साङ्ग्राले यति धेरै हालत बनाएको रहेछ, यति धेरै दिन छोड्दाखेरि। लगभग म 1 महिना जति आइन नि गर्मीले हेर मेरो हालत यस्तो भएको छ, पसिनै पसिना भएको छु म। बाहिर पानी परे पनि के गर्नु, अघि घाम लागिसकेछ। यो झापाको मौसम केही पनि जान्न सकिँदैन। अनि मैले अलिकति मेरो कोठाको सेटिङ पनि चेन्ज गरेँ। अनि यतातिर पनि हालत छ सबै कुराहरू। अनि मैले खानासाना खाएँ। त्यसपछि चाहिँ म भाँडा प्लान्टहरूलाई पनि यता ल्याएँ मिलाउँछु भनेर, बिचराहरू मरेछन्। अनि त्यसपछि चाहिँ म फटाफट भाँडाहरू मोल्छु अनि राख्छु। त्यति गरेपछि ढुक्क हुन्छ। अनि अब पालो आयो मेरो टेबल मिलाउनेको। अनि टेबल मिलाउनेको पालो आयो, किनभने टेबलमा पनि मेसी भइरहेको थियो नि त। अनि त्यसपछि पुस्न पनि बितिरहेको थियो, यति फोहोर भएको थियो, धुलै धुलो जम्मा भएको थियो टेबलमा पनि। अनि म चाहिँ टेबलमा भएको सामानहरू सबै उतापट्टि राख्छु। अनि त्यसपछि चाहिँ टेबललाई पुस्नलाई तयारी हुन्छु। मैले टेबललाई पनि साफसफाइ गरेँ। अनि किचन ऱ्याक र टेबल चाहिँ एउटै छ मेरो, किनभने मेरो रुममा स्ल्याब छ। सो मलाई चाहिँ किचन ऱ्याकले नै टेबलको काम गरिरहेछ। अनि मैले चाहिँ एउटा प्लान्ट पनि अघि धोइसकेको थिएँ। अनि त्यसपछि प्लान्टलाई लगेर टक्क त्यहाँ राख्छु। अब आयो अरू प्लान्टहरूको म्यानेजमेन्ट। यिनीहरूलाई पानी भरेर राख्छु। बिचरा मेरा प्लान्टहरू रोइरहेका छन् नि, हो के गर्नु गाइस। अनि कति धेरै दिनको थकान, धुवा धुलो अनि माटोसँग खेल्दै आएको म। अनि आज चाहिँ थ्रेडिङ गर्न नै बितेको थियो र म थ्रेडिङ गर्न गएँ। तर मलाई फेसियल पनि गर्न मन लाग्यो। सो मैले फेसियल पनि गरिदिएँ, मेरो अनुहार टल्काएँ भनौँ। अनि त्यसपछि म फर्किएँ फेसियल सकेर, किनभने धेरै राति पनि भइसकेको थियो। अनि आजको भिडियो पनि अब यति नैमा सकिन्छ गाइस। सो यहाँसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। अब चाहिँ झापाली भिडियोहरू आउँछ, घरको भिडियो, अर्ग्यानिक भिडियोहरू चाहिँ आउँदैन। त्यही हो, अब यति भन्दै म चाहिँ मेरो भिडियोलाई यहीँ अन्त्य गर्छु। सो थ्याङ्क यू सो मच सबैजनालाई। भन्नुभन्दा अगाडि यहाँ तपाईँहरूलाई म एउटा इम्पोर्टेन्ट कुरा देखाउँछु। मैले चाहिँ अब मेरो रुम कस्तो बनाएँ त भन्दाखेरि चाहिँ यसरी मैले तरक्क पारेर बनाएँ। मेरो रुमलाई एकदम सफा गरेँ होइन। अनि मैले ओछ्यान पनि मिलाइसकेको छु। अनि आज चाहिँ लास्टै गलियो यो गर्मी पनि भयो। सो अब चाहिँ म सुत्छु, हेर मेरो कपालको बिजोक। अनि यति भन्दै चाहिँ अब सी यू गरौँ, बाई गरौँ, गुड गरौँ, अर्को भिडियोमा भेटौँ।